हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन। म चाहिँ आज चाहिँ हाम्रो होइन मेरो कामको छुट्टीको दिन हो। अनि आज चाहिँ हामी दिनभरि खानासाना खाएर दिनभरि सुत्ते बस्यो। अनि अहिले चाहिँ बेलुकाको 7 बजिसकेको छ, 7 पनि कट्यो। अनि अहिले हेर्नु कस्तो गर्मी छ क्या। अनि हल्का शीतल भयो नि, घरमा कति बस्नु, गुम्सिनु हावा खाना जाउँ भनेर। घरमा चाहिँ बस्ने भनेको त एक दिन हो, अरू दिन त बाहिर कता कता हुन्छ। तर अनि आज चाहिँ जाउँ भनेर साथीहरूलाई उचालेर मैले लिएर हिँडिसकेको छु। अनि मेरो साथीहरू छ, हेर भन, ऊ राम्रो मान्छेले भाउ दिँदैनन्। अनि किलो मोटाएर खै जोख्नेको बिग्रेको हो कि म मोटाएको, हल्का मोटाउने। म अब डाइटिङ गर्नु पऱ्यो क्या साथीहरू। म लास्टै भए म भन्दा पनि लाज लाग्छ। अब तपाईँलाई हेर्दा म मोटाएर देखाउँछु। अनि आज चाहिँ हामी कहाँ जान्छौँ तपाईँहरूलाई, यो नयाँ ठाउँ छ अरे। ओइ हात गल्दो रहेछ साथी। धेरै 6 महिनामा भ्लग स्टार्ट गरेको मैले। कहिले म स्टार्ट गर्छु तर इन गर्छु। हाम्रो नियमको जेउ सिर्जना चाहिँ भनिदिनु यहाँ। हाम्रो यस्तो छ ठाउँ हेर्नु, बेलुका भयो अनि हाम्रो चाहिँ यो इके कस्तो चर्स्यो। अनि हाम्रो सानो यतै बस्नुहुन्छ अरे के कता हो। यो चाहिँ हाम्रो इकेदा हो। मैले ओसाका आएर त भ्लगै गरेको छुइनँ साथीहरू। यो बाटो चाहिँ हामी गेमु यता नजिकै गेमु सुब्बा पनि छ। अनि यही बाटो हिँड्छौँ हामी। अब हेरौँ के कस्तो हुन्छ। भ्लगलाई कन्टिन्यू गर्नु भने सबजनाले मलाई भ्लग खोइ भन्छन्, तर मै सेलाएँ किन साथीहरू थाहा छैन। टाइम हुँदैन अनि एकछिन बनाउनु मन लाग्दैन। अब आज चाहिँ मैले स्टार्ट गरेको छु, हाल्छु कि हाल्दिनँ केही थाहा छैन है। अब हेर्दै गरौँ। यहाँदेखि यता सिधा नजिकै चाहिँ हाम्रो गेम सुब्बा छ साथीहरू, हामी सधैँ जाने ठाउँ। अनि तपाईँहरू इकेदामा बस्ने हाम्रो साथीहरू कता कहाँको सुब्बा जानुहुन्छ। हाम्रो चाहिँ यहीँनिर हो क्या, उता तल स्टेसनतिर त छैन, यहीँनिर हो। लोकेसनमा हालिदिउँ कि त्यहाँ यता हात्तीजुका सानचेउमेमा हो। सानचेउमे नजिकै हो। उता त्यही पर्छ कि के पर्छ थाहा छैन, यहीँदेखि नजिकै 3-4 मिनट हो। अनि हामी चाहिँ त्यसलाई छोडेर अहिले अर्कैतिर जाँदैछौँ। यहीँनिर जिन्जिया पनि छ। अनि आज हाम्रो घुम्ने दिन भन्न मिलेन, अब बेलुकाको इभिनिङ वाक है साथीहरू। के नाम दिउँ म यो हाम्रो घुमाइलाई साथीहरू? आजको टाइटल के राख्नु? छुट्टीको दिन साथीहरूसँग घुमघाम। यहाँ सिर्जना जाने टेम्पल यहाँ हो, यहाँ होइन यो कुन हो जिन्जिया होइन। कस्तो राम्रो छ अरे यहाँ जाने। अहिले त बन्द हुन्छ होला है। वाह कस्तो राम्रो साथीहरू, हेर्नु त यहाँ कहिले जाने। अब एक दिन जाउँला, फेरि अर्को दिन छुट्टीको दिन जानुपर्छ यसो हेर्नलाई। अब अरू टाढा ठाउँ त जान सकिँदैन, अब यहीँ नजिकै गएर भए पनि यसो। कस्तो राम्रो आकाश आएको साथीहरू। यतातिर त्यस्तो अपार्टमेन्टहरू पनि रहेछ साथीहरू, तपाईँहरूलाई देखाउँछु म। यहाँ हेर्न सक्नुहुन्छ अपार्टमेन्ट। यतातिर यस्तो रहेछ हाम्रो घर बस्नुतिर पनि छ। यता त कस्तो कहाँ यस्तो भयो यार मलाई त। वाउ हामी हाम्रो घर नजिकै कोवेन आउँदैछ। हाम्रो उतापट्टि चाहिँ अर्कै पार्क छ, त्यो त हजुरले देख्नु भएकै छ। यो चाहिँ अर्कै हो यहाँ हेर्नु। वाउ त्यहाँ नि हामी जहिले फोटो टिकटक बनाउनु त्यहाँ हो, चिनिहाल्नुहुन्छ नि साथीहरूले। यो छुट्टै हो नि त। अब साँच्चै म राम्रै आएँ क्या भन्नु अरे। सुतेर उठेर हिँडेको साथीहरू। सिम्पल नेचुरल फेस हो, अनुहारमा पिम्पल्स आएको छ। यही पिम्पल्सले गर्दाखेरि मलाई भ्लग बनाउन नि मलाई दिँदैन। एक त मेरो टाइम छैन, एक त मेरो अनुहारले पनि धोका दिएको छ। अब हेर कस्तो राम्रो रुख बनाएको यो झुप्पीको। वाह साथीहरू, सिर्जना प्लिज टेक माई भ्लग। यस्तो क्यामेरा सिर्जनालाई क्यामेरा हस्तान्तरण गरिदिएको छु एकछिनको लागि। अनि म चाहिँ हजुरहरूलाई हाम्रो पार्क देखाउँछु। कस्तो राम्रो वाह रुख। म फिदा भयो। पानी सुकेको साथी हामी आउने। ओइ झर्ना हो माथिदेखि आउने भनेर झर्ना भएको है क्या। कस्तो माथि झरेको भए त गरिमा कस्तो शीतल हुन्छ पानी चलाउनलाई। आई लभ दिस प्लेस।
ए हामी हेरि सिडी चढ हिँडेको सबैजना लजाउनु साथीहरू मैले भ्लग बन्द गरेर पनि होला कि अब म सबजनाले मेरो क्यामेरामा आउनको लागि म फोकस गराउँछु। ब्लगरको साथीहरू भएपछि यतिको सपोर्ट त गर्नु पर्दैन त, हल्का सपोर्ट गर्नु पनि मान्दैनन् क्या, कोही क्यामेरामा आउनै मान्दैन, ओइ 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 गर्छ। सृजनाले हल्का सपोर्ट गर्नुहुन्छ त्यही पनि लजाउनुहुन्छ, कोही चाहिँ नहाल 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 भन्छन्। यो सिडी चढेर हिँड्दैछौँ हामी। वा कस्तो शीतल हावा आयो, ओए कस्तो राम्रो। यहाँ नु कति राम्रो, म त मरे फिदा भए साथीहरू। पोखरी हामी गर्दिनँ म्याक, म तपाईँलाई फुल देखाउँछु। उहाँ तलदेखि आएको हामी चाहिँ यहाँ सिडी चढेर आयौँ। अब यहाँ वरिपरि पोखरी हो, चाहिँ कति राम्रो ठाउँ यार। वाउ डेटिङ स्पट रहेछ है क्या। के बोल्यो कि बहिनी, के बोल्यो? वा अपार्टमेन्टमा हेर्नु त झिलिमिली बत्ती पनि कति राम्रो। यहाँ खेल्ने हो, म खेल्छु नि केही। अपार्टमेन्टमा बिरालो साथीहरू यहाँ यस्तो हेर्दैछ। ओइ यहाँ यस्तो खेल्ने ठाउँ रहेछ, खेलौँ न। म खेल्न जान्छु साथीहरू, मेरो क्लिप गरिदिऊ। उता हाम्रो पहिलाको उता गोबेमा पहिलाको होस्टेलमा यहाँ बच्चा खेल्न पाइँदैन, हामी खेल्न पाइँदैन होला, म नि बच्चै हो भन्छ। हामी पनि चढ्ने चिप्लेटी पाइन्छ? एक लड त हानिदिन्छु साथीहरू, हेर्नै पर्छ। यत्रो आएपछि एक त खेल्नै पर्यो नि है। पिकनिक खेल्छु, किन पाइँदैन? म पिकनिक खेल्छु, एक चिप्लेटी खेल्छु। यत्रो आएपछि एक न एक त खेल्नै पर्यो साथीहरू। नाइ त्यो त डर लाग्छ। मेरो भिडियो बनाइदिनु न सपना। ए धुलोमा बसे किन? सृजना चाहिँ ठुलो खेल्ने हो, मलाई त्यहाँ कस्तो गुस्नु गुम्स जस्तो लाग्छ। ल 1 2 3 को साथीहरू म चाहिँ झरेँ। आयो सबै झरिँदो रहेछ। खेल्नु न, खेल्नु जानु, यस्तो हार मान्नु हुन्छ है क्या। सृजना यहाँबाट आउँदै हुनुहुन्छ साथी। आयो सृजना, कस्तो गुम्स जस्तो हुन्छ खेल्दिनँ। कुन बानुवा बोल्नु नि भाइसँग, पत्याउँदैन। कोवाई वाह यो बाबा यहाँ। यो अङ्कल के छ तपाईँको खबर? यो कसो अरे? अब यहाँ एक चिप्लेटी हाने, एक पिङ त खेल्नै पर्छ। यिनीहरू स्टार्ट गरिसक्यो यार, मलाई पर्ख न क्या, पर्ख। यहाँ भ्लगर दिदी आउँदै हुनुहुन्छ। ल मजा त लिन परेगा साथीहरू। म लड्छु होला यो मोबाइल समाएर गर्दाखेरि। दसैँमा यहाँ भुइँ छोड्नुपर्छ अरे, पिङ खेल्न यहीँ आउनुपर्छ है। उता पर नि छ नि, त्यो त खेल्न दिँदैन होला। वा चरा साथी हो चाचा। बाटो हेरे हुन्छ है घरमा, यसपालिको दसैँ र तिहारमा। म चाहिँ दसैँमा नेपाल जाँदैछु साथीहरू। के म नेपाल जान आँटेकै हो त? प्लिज कमेन्ट गर्नु होला। के ल्याइदेऊ कसैले फेर्ने छोलामा। म 2 वर्षमा नेपाल आउँछु, 2.5 वर्ष 2 वर्ष कति महिना हुन्छ? तपाईँहरूलाई के ल्याइदिउँ साथीहरू भन्नु होला। म चक्लेट ल्याइदिन्छु। सृजना कस्तो फिल भइरहेको? मलाई मजा आयो। स्टार्ट गर्नु। सृजना त आउनुहुन्न होला, आउनुहुँदो रहेछ। ल अलि त राख्नु भयो, अलि पुरै आउँथ्यो है, तिमीले राम्रोसँग राखेको। को खेल्ने? ल आउनु साथीहरू। सृजना देखिनन् भएको। ल स्टार्ट है, एकछिन स्टार्ट। 1 2 3। मेरो मोबाइल उसको फेरि मोबाइलको खतरा छ। स्टार्ट 1 2 3 गो। सृजनाले भयो। चाचा हुई साथीहरू, मजा आयो मलाई त। इन्जोय माई डे। आज चाहिँ मेरो डे अफ हो साथीहरू, भोलि डे अन हुन्छ।
हावा चल्यो निर्मला दिदीहरू काममा हुनुहुन्छ आई मिस यु निर्मला मन्दिरा र निर्मला दिदी काममा जानुभएको छ 8 बजीसम्म काम छ अनि हामी चाहिँ यहाँ भिडियोबाट मिस गरेका छौँ तपाईँहरूलाई इन्जोय योर डे काममा हामी चाहिँ इन्जोय योर डे पार्कमा लु भयो धेरै ठाउँ यसमा मात्रै वेस्ट नगर्ने यहाँ बामे टमाटो कताबाट जाने ल अब हामी फेरि जान्छौँ यो ठाउँ पार्कलाई यो पिङलाई बाई बाई गरेर यहाँ हुन्छ मेरो हजुरबा मेरो अङ्कल कस्तो राम्रो फुल फुलै फुलको बगैँचामा यिनीहरूले चाहिँ भनिदिन्छन् क्या काफल भयो होइन यहाँ खानु पर्छ हामी नि यहाँ मलाई क्यामेराम्यानलाई पुरै आइडिया दियो हजार जुनीसम्म कति राम्रो ठाउँ छ हेर्नु त तपाईँहरू अझै त्यस्तै आउँ लाग्दैन त आउनु है साथीहरू यहाँ को हुनुहुन्छ यता बस्ने साथीहरू तपाईँहरूलाई म सेउखाइ गर्दैछु मेरो साथीहरूले मलाई छोडेर गइसक्यो ओइ कहाँ बाटोमा हराउँछु पर्खा साथीहरू पर्खामा आउँदैछु त्यहाँ पानी रहेन रहेछ क्या पानी भएको भए कस्तो राम्रो हुन्थ्यो ओइ कहाँबाट आउने हो ए क्यामेरा समाउने के अरे बानी बिग्रियो कि हाते गल्छ के को बोटे हेर्नु साथीहरू यहाँ पुरै जङ्गल बोटेबाट रहेछ यस ओइ के उयो फलेको खाऊ कि क्या टिपेर फेरि पुलिस आयो भने के गर्नु डरै मर्छ यहाँ त ओइ के झरेको यो खान पाइन्छ वाह यहाँ पानी नि फुल्ने फुलेको यहाँ त यहाँ के को फ्रुट्स रहेछ यो के को बोटो खाना आरु है क्या यो वाउ कति राम्री तिम्रो त सुन्दरता देखेर म त वाह साथीहरू यतिको चाहिँ हुनु पर्यो नि त अहिले 7:30 भयो होला भात तेल नपाकै आएको छु के हो फुलबारीको कस्तो छ त यो ठाउँ यसले त कस्तो वक्का होला जस्तो भयो फुलको बगैँचामा मेरी माया शर्मेलाउने पिराती हे गस्तो बाजा एम्बुलेन्स आयो कसलाई के भयो आऊ पानी छ ल एकछिन यहाँ रेस्ट गर्छु यहाँनिर साथीहरू ओइ कहाँ गयो कि पर्ख न उता पुरै जान्ने मान्छे हिँड्ने अब एकछिन बसौँ ल यहाँ टिकटक बनाउने साथीहरू एक त बनाऊ कि क्या हो टिकटक कस्तो भयो त सिर्जना तपाईँ यहाँ आएर कस्तो लागिरहेछ यो ठाउँ के भन्नु चाहनुहुन्छ भनिदिनु त एकदम राम्रो भयो सोचे भन्दा पनि धेरै राम्रो है मैले सोचेको थिइनँ उता पानी भयो झन् राम्रो यस्तो पोखरी वा स्विमिङ गर्नलाई स्विमिङ गर्न त अलिक मिल्दैन होला नि भएको थियो यो पनि कस्तो अब बस्ने छारी है एक दिन राम्रो सुट गर्ने हामी एउटा भिडियो निकाल्ने लाउँछ मेरो यहाँ साथीहरू आउँदै हामी उज्यालोमा आस लाग्छ भने त क्यामेरा कालो रात पर अँध्यारो भयो अब हामी चाहिँ घर फर्किँदैछौँ चाहिँ गएको है पार्कलाई बाई बाई अब फेरि आउँला अलि दिउँसोतिर भन्दा पनि दिउँसो त घरबाट निस्किन सकिरहेँ है साथीहरू हामी चाहिँ र हामी चाहिँ यति राम्रो ठाउँलाई छोडेर जाँदैछौँ हामी राति 7-8 बजेको यसको नाम के हो यो ठाउँको वाउ सो ब्युटिफुल प्लेस ल
खाउन खाना गरेर मन परेपछि हामी बाबुकै घर गरी हातै काट्यो। इग्नोर माई भोइस है साथीहरू। मलाई चाहिँ यसो नआउने भने यसो गीत गाउँ गाउँ लाग्छ तर के हो यो? वाट इज दिस? त्यहाँ पानी भएको भएर यस्तो राम्रो आउँथ्यो होला। हावा चल्यो सिरी यस्तो शीतल भयो। अब घरभित्र छिर्ने बित्तिकै कहाँ गुम्से जस्तो भइहाल्छ कि। यहाँ चाहिँ मेरो छाया छ, बाहिर बस्ने बेला भयो। यहाँ आएर यस्तो शीतल ताप्नुपर्छ कि बस्ने ठाउँै छ पार्क। डर लाग्छ त। वाउ ल यहाँबाट हेर्नु सक्नुहुन्छ कस्तो राम्रो हेर्नु यहाँबाट। हाम्रो चाहिँ कालो आउन थाल्यो है, रात पऱ्यो नि त। अनि मान्छे चाहिँ आउँदैनौँ। यहाँ हाल्नु हाम्रो टिकेदार सहर यहाँबाट हल्का देखिँदो रहेछ। उता इकेदाको भ्यू देख्ने ठाउँ नि छ भन्दै कता पनि। त्यही त भन्दैछु त म। आज म सर्ट एन्ड स्विट भिडियो हो यो। कस्तो हुन्छ होला साथीहरू। पैसा लिएर यहाँ मसले मार्छ। यहाँ आयो भने फेरि नै चाहिँदैन नि। यहाँ पानी पर्ने ठाउँ झर्ना नि रहेन रहेछ कि गर्नु। दिस इज ब्याड लक। यो पनि भएको थिएन सुनमा सुगन्धा हुन्थ्यो। यता आउँदैन हाम्रो साथीहरू। अनि हामी चाहिँ गएको अब यताबाट नि आइपुग्ने रहेछ त आइको ठाउँ। आयामा गलियो। सबजना शब्दमा आउने हो। बिहान यस्तो कुद्दै कुद्दै हामी नै आउनुपर्छ कि क्या। ल हामी चाहिँ अब घर गयौँ। प्लेन आएको रहेछ साथीहरू। अब यो प्लेन चढेर कहिले जाने होला हामी घरमा। छिट्टै आउँदैछु। सी यू सुन नेपाल। सबजना गाइजहरूलाई सरप्राइज दिनु होइन। कस्तो राम्रो आकाश। अब हामी चाहिँ घर जाँदैछौँ। हल्का हावा नि खायो, एकछिन खायो कि हेर्नु पिङखेतलाई चाहिँ कस्तो रिङहरू लागिरहेको। मजा त भयो, वाक्का होला जस्तो भयो। अब घर गएर खाना बनाएर खाने। पार्क चाहिँ 7 बजे थियो, हल्का 7:10-15 जस्तो थियो। उज्यालो थियो। अहिले त हेर्नु साथीहरू कस्तो झमक्कै भयो एकैछिनमा क्या। अघि 7 बजीसम्म उज्यालै छ भन्दै म भ्लग स्टार्ट गर्दै गएको। अहिले आउँदा चाहिँ रात पऱ्यो। अब मैले त्यस्तो भ्लगभन्दा त्यस्तो भ्लग यस्तो पनि बनाएको नि। सानो क्लिप यस्तो भिडियो लिएको छु। म हाल्छु होला। कहिले आउँछ त थाहा छैन। अब नेट पनि छैन मोबाइलमा चल्दैन। अब म वाइफाईमा गएको बेला म हाल्छु भिडियो चाहिँ। तपाईँहरूले हेरेर माया गरिदिनु होला भन्दै। अब आजको भिडियो के कस्तो हुन्छ साथीहरू सबैजनाले हेरेर माया गर्नु होला। हजुरहरूको साथ सपोर्ट आयो भने मलाई भिडियो बनाउन पनि जग्गा लाग्छ। अब हजुरहरूले के सपोर्ट गर्नु न होइन। साथ सपोर्ट गर्नु होला भन्दै। अब आजको भिडियो के कस्तो भयो हेरेर माया गरिदिनु होला। डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब साथीहरू। बाई बाई। यहाँ चाहिँ कति उज्यालो रहेछ कि रात पऱ्यो। यहाँ बत्तीको छेउमा अब घर यो नजिकै घर पुग्न आँट्यो भने म अब यो भिडियो चाहिँ इन गर्दैछु। सबैजनाले हेरेर माया गरिदिनु होला। बाई बाई साथीहरू।